What's up and good morning beautiful people. मलाई टक्क रेडी भएर होइन पछाडिपट्टि झोला टक्क रेडी गरेको देखिराख्नु भएको छ। म चाहिँ जाँदैछु मुन्दुम ट्रेक, मुन्दुमदेखि माथि साल्पा सिरेचोङसम्म। दर्शन साथी कस्तो भइरहेछ? चिसो ठिक छ। निजन साथी यहाँ आएर कस्तो भइरहेछ? सदन कस्तो भइरहेछ? प्रणव साथी ओ अनमोल साथी कस्तो फिल भइरहेछ भन्दै साथी कस्तो फिल भइरहेछ? हामी जाने हो। ओ यसको चाहिँ अझैसम्म झोला प्याक भइसकेको छैन थाहा। ल गाइस हामी चाहिँ रेडी छौँ। अब 10 मिनटमा गाडी आइपुग्छ अनि हामी जानुपर्ने हुन्छ। यहाँ हाम्रो मेडिकिट बक्स पनि छ, डाक्टर साहबले ल्याउनु भएको छ। हामी चाहिँ मङ्गलाबारी चोकमा छौँ राइट नाउ होइन। अनि हाम्रो गाडी आइसकेको छ। दाजुले हाम्रो सामानहरू राखिदिँदै हुनुहुन्छ। यहाँ अगाडि म बस्ने हो। हाम्रो सबै सामानहरू राखिँदैछ। एन्ड अब हामी गाडीमा सामानहरू राख्ने अनि त्यसपछि जाने। छिरिङ अहिले जस्तै गर्दैन, छिरिन मुन्दुम कलिङ भनेर। ल गाइस त्यही हो। अब हामी बाटोमा देखाउँछौँ यता ल। अन द वे टु भोजपुर। गाइस हामी चाहिँ लेगुवा आइपुगिसकेका छौँ। साथी 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 कस्तो हुँदैछ? बप्पल हुँदैछ भ्यूहरू। निसन साथी निसन साथी कस्तो हुँदैछ? लभली है लभली गाइस। भ्यूजहरू भ्यूहरू भ्यूहरू साथी ओ उठेर ह्याप्साना ह्याप्साना न ठिक्क हुन्छ। ल गाइस अब चाहिँ हामी खाना खानु पर्ने हुन्छ यहाँनिर। अरुण नदी होइन यो। अब यहाँ यो भ्यू हेर्दै साथी यहाँ टेबल भएको भए होइन यो भ्यू हेर्दै खानु मिल्थ्यो। तर टेबल अलिकति भित्र रहेछ यता। हामी चाहिँ अरुण नदीको किनारमा अरुण नदीको किनारमा बसेर खाना खान आँटेको। यसको देवाको बडाको नाम अरुण, यसको बाउको नाम वरुण। दर्शनको अरे। ल गाइस हाम्रो चाहिँ खाना आइसकेको छ अनि खाना खानु सुरु पनि भइसकेको छ। अब मासु आयो मासु। धन्यवाद दाजु। सो गाइस हामी चाहिँ अब लेगुवामा खाना खाइसकेर बाटो लाग्यौँ। लेगुवामा खाना खाइसकेर बाटो लागिसकेको छौँ। अब चाहिँ हामी सिधै चौकीमा त पुग्दिनँ होला हौ, बिचमा रोक्नुपर्छ। 5 घन्टा छ भन्छ। अब भोजपुरमा रोकिन्छौँ हामी, त्यसपछि चौकीमा है त गाइस। ल साथीले चाहिँ खतरा बजाउँदैछ है। La guys, bye bye. Right now we are at Zaraitar. Ampo.
हामी चाहिँ चखेवा आइसक्यौँ चखेवाको सायद होइन अब यहीँ बस्छौँ होला नमुना होटेलमा होइन नमुना होटेलमा बस्छौँ होला एन्ड त्यही हो अब हामी सामानहरू झार्छौँ आफ्टर द्याट के कसो हुन्छ भेटौँ ल अहिलेलाई चाहिँ सामानहरू झारौँ के हो हिरो देखिरहेछ अनमोल केसी अनमोललाई त अनमोल राई होइन केसी देखिरहेछ त को हो यो चाहिँ ओ सामानहरू झर केटा ल एकछिनमा भेटौँ है त गाइज हामी चाहिँ यही होटेलमा बस्ने भयौँ एन्ड हाम्रो लागि चाहिँ रुमहरू खाली गरिदिँदै हुन्छ केटाहरू त्यहीँ बाहिर बसिरहेछ एकजना यहाँ पर छ एन्ड जस्ट लुक एट दिस भ्यू यहाँ यस्तो दामी देखिरहेछ यहाँबाट भ्यू टिलिक्क घाम लागेकोदेखि फेरि हावा चाहिँ चलिरहेछ चिसो हावा अब चलिरहेछ नभए यहाँ झन्डा हेर्नुहोस् झन्डा यस्तो फर 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 भइरहेछ हावा चाहिँ चलिरहेछ एन्ड भ्यू देख्न सक्नुहुन्छ हिमाल पनि दामी देखिरहेछ सट्ट एकजना हाम्रो साथी त यतै गइसक्यो त्यो साथी कहाँ गयो पनि साथी कस्तो छ ठाउँ लभली छ ठिक छ एकछिनमा तल झर्नुपर्छ सामानहरू राख्नु आऊ सुनाइदेऊ न एउटा सुनाइदेऊ त सुनाउ न त्यहाँ बजाएर छिटो न हो ठिक छ त्यसो भए नसुनाउने अरे अहिलेलाई चाहिँ हामी जाउँ है त ल गाइजहरू तर कस्तो दामी भाइब्स दिएको अरे यहाँनिर मजा आइरहेछ लुक एट मी गाइज केटा हो कस्तो भइरहेछ लभली छ नि होइन ठिक छ ल हाम्रो रुम चाहिँ यहाँ टक्क रेडी हुँदैछ होइन दुईपट्टि मतलब एउटै रुम हो यहाँनिर हामी 8जनालाई यति नै हटिन्छ केटाहरू एन्ड बिहानै उठेर यहाँबाट टक्क यो झालबाट सनराइज र माउन्टेन हेर्नु पनि दामी हुन्छ त्यही हो अब चाहिँ रुम रेडी हुँदैछ अब एकछिनमा सामान जाने टोइलेट बाथरुम यहाँ छँदैछ तर पानी त लास्टै चिसो हुन्छ होला अङ्कल गाह्रो त अब गाह्रो भए पनि के गर्नु झन् गाह्रो पर्छ गर्नै पर्छ होइन अब त्यही हो केटाहरू यता छ साथी त अप्पर हेर्दैछ त होइन ठिक छ ल हामी चाहिँ अब रुम रेडी हुँदैछ अबको 5-10 मिनटमा हामी रुममा गइसक्छौँ एन्ड के ओ यसपछि के हामी एकछिन हिँड्नु निस्किने हो कि ल है त भोलि चाहिँ केटाहरूलाई बिहानै खाजा खुवाउने एक्सर्साइज हल्का एक्सर्साइजहरू वार्मअप गराउने अनि हिँडाउने ल त्यति हो गाइस एकछिनमा भेटौँ रुम पुगेपछि राइट नाउ अहिले चाहिँ हामी सबैजना वकिङ जस्तै वकिङ भन्दा नि अब यसो रुटहरू हेर्दै जाँदैछौँ अनि एक ठाउँ बसेर हामी खाजा पनि बोकिरहेछौँ चिउरा र चाउचाउ त्यो पनि खानेवाला छौँ ल केटाहरू जाँदैछ त्यही हो अब हामी माथि कहाँसम्म जान्छौँ हेर्दै जानुपर्छ भ्यूहरू पनि राम्रो आउँदैछ है त गाइस यहाँबाट हिमाल चाहिँ अलवेज देखेकै हुन्छ है त पाले पिलो हिँड न हिँड हामी चाहिँ यहाँ पर गएर बस्न आँटेको त्यहाँनिर खाजासाजा खाएर त्यही गाइस अब त्यहीँ भेटौँ ल यहाँनिर केटाहरू त्यहाँ पर छ होइन मलाई च्यालेन्ज दिएको छ ल आयो
आइपुग्यो यहाँ अब यहाँ हामी बस्ने अनि खाजा खाने हाम्रो चाहिँ यहाँ खाजा बनेर रेडी भइसकेको छ एन्ड यस्तो पछाडि भ्यू यस्तो छ अगाडि चाहिँ यस्तो भ्यू हेर्दै हेर्दै हामी खान आँटेको छौँ ल अब चाहिँ हाम्रो खाना आइसकेको छ अब खाना सुरु गर्ने हो आजको लागि यति नै हुन्छ होला अब म हल्का टेस्ट गरेर तपाईँलाई भनिदिन्छु ल कस्तो हुन्छ है त म त जान्छु दाँतले हुँदैन लु दामी यार ओ के गरेको हो दामी रहेछ तातो तातो दाल इस्कुस आलु हाम्रो यहाँ सुकुटी पनि छ हाम्रो यहाँ सुकुटी पनि आउँछ अनि त्यसपछि खानुपर्छ ल खायौँ ल आजलाई यति नै हुन्छ होला अब खाइसकेपछि भेट्नुपर्छ अनि डे 2 भोलि अब अघि भर्खर खाना खायो अनि त्यसपछि खाना खाइसकेर सबैजना आफ्नो बेडमा आफ्नो बेड भन्दा नि सबै एउटै ग्रुपमा बसेको छौँ एउटै रुममा सबैजना रुममा गइसक्यो अनि इट्स टाइम टु इन्ड द भिडियो थ्याङ्क यू फर वाचिङ होइन आजको डे 1 यस्तै भयो बिहान उठ्यो गाडी चढ्यो त्यसपछि लेगुवामा खाना खाइयो अनि त्यसपछि लेगुवामा खाना खाएपछि हामी सिधै आयौँ भोजपुरदेखि हामी सिधै चकेवा आयौँ चकेवामा यसो घुम्नु निस्क्यौँ हामी अनि त्यसपछि आफ्टर द्याट हामी आयौँ त्यसपछि यहाँनिर खाना खाएर सुत्यौँ आजको दिन चाहिँ यतिमै बित्यो अब भोलिको दिनदेखि चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ सो किप वाचिङ गाइज होइन टु सब्सक्राइब फर मोर कन्टेन्ट होइन अब भोलिदेखि चाहिँ मुन्दुमको रियल ट्रेक सुरु हुन्छ सो तपाईँहरू फलो गरिराख्नु होला अनि लाइक गरिराख्नु होला कमेन्टहरू गर्नुहोस् के कसो हुन्छ म तपाईँलाई डे टु डे उयो इन्फर्म गरिराख्छु एन्ड देन यो भ्लग्सहरू चाहिँ तर फेरि ब्याक टु होम झरेपछि मात्रै आउँछ किनभने यहाँनिर चाहिँ इन्टरनेट इस्यु छ त्यही भएर आई कान्ट गिभ हुन्छ नि त्यो सब इन्फर्मेसन दिइराख्नु भ्याइँदैन मतलब अब भिडियो अपलोड गरिन्छ तर लास्ट टाइम लाग्छ क्या एउटा टिकटक भिडियो अपलोड गर्नै 1 आवर जति लाग्छ 1 आवर नै क्या यस्तो ढिलो जस्तो छ क्या त्यही भएर हो गाइज सो अरू त्यस्तै हो वाचिङ आई होप टु सी यु सुन गाइज बाई बाई